ल है साथीहरू हामीले चाहिँ अब त्यही हो दिनभरि काम गरियो दुःख गरियो अहिले चाहिँ ठ्याक्क यता बोका काटेर आज यहाँ बोका काटेको बुढाहरू यहाँ सबै छौँ टिकाराम बस्याल हुनुहुन्छ यता चाहिँ कान्छा बाबा हुनुहुन्छ उता अर्का सेना कान्छा बाबा हुनुहुन्छ टिकाराम बस्याल एक दुई शब्द यसो भन्नुहुन्छ र अब दिनभरि दुःख गरियो रङ्ग लगायो अब त्यहाँबाट खसी काटियो बोका काटेर यो भुटुवा खान लगाएको यो रोसिनी खान परेको यति ल ल यहाँ कडा रहेछ कि रक्सी त एकदम खसीको बोकाको भित्र भुटेको आज अनि श्याम सर यसो दुई शब्द केही बोल्न चाहनुहुन्छ ल ल ल हामीले चाहिँ ल सबैले देश विदेशमा हुनेले चाहिँ दिनभरि दुःख गरियो त्यो भिडियो सहित आउँछ फेरि अनि अहिले चाहिँ टक्क बसेर खाइयो यता महेश सर हुनुहुन्छ एक दुई शब्द खसीको मासुले अमरना भन्नुभएको छ महेश सरले मालदा ख्या 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 गरेछन् फेरि ल भन्नुहुन्छ केही केही भन्नु छैन अब देश विदेशमा हुने भाइहरूलाई साथीभाइलाई के भन्न चाहनुहुन्छ के भनौँ र अब देश विदेशमा भएका दाजुभाइहरू राम्रोसँग बस्नु भिडियो हेर्नुहोस् सबैले अनि त हाम्रो दिप सेट स्पेसल आजको चिफ गेस्ट हुनुहुन्छ आजको मास्टर यो टोपीले कहिले छोडेन पोहोर नि यही टोपीले फालो अहिले नि यही टोपीले फाल्यो पोहोरको जाडो नि यही टोपीले फालो अहिलेको जाडो नि यही टोपीले फालो दिप सेटको यो मासु चाहिँ मासु पाउनु भएको चाहिँ कलेर मासु बनाएको सेनालको त गए हाम्रो टिकान छोराको दुई भाइले आज साथीहरू दिउँसोको भिडियो पनि मैले फुल भिडियो सहित आउँछ दिनभरि काम गरियो साँझ पख चाहिँ यसो कटिङ गरेर यसो मासु खाम भन्ने व्यवस्था चाहिँ मासु काटियो अनि सबै बसेर खाइएछ ल सबैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला ल धन्यवाद अनि लास्टमा कौशिलाले के भन्न चाहनुहुन्छ